कञ्चनपुरको पुनर्वासमा पछिल्लो समय फैलिएको डेङ्गु नियन्त्रणका लागि पालिकाले लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ। नगरपालिकाको आयोजनामा स्थानीय समुदाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, क्लबका प्रतिनिधि लगायतको सहभागितामा डेङ्गु रोग फैलाउने एडिस इजिप्टाई जातको लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य गरिएको छ। सो अभियान अन्तर्गत सहभागीहरूले पानी जम्ने स्थान, गमलाका भाँडाहरू, टायर, टङ्की र अन्य सम्भावित क्षेत्रहरूमा खोजी गरी सरसफाई गरिएको पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले जानकारी दिनुभयो। पुनर्वास नगरपालिकामा चाहिँ यो डेङ्गुको केसहरू एकदम अत्याधिक मात्रामा चाहिँ दिन प्रतिदिन बढेको कारणले गर्दा अनि हामीले एउटा अभियान चलायौँ। त्यसको इफेक्टिभ वे नै यही हो, लार्भा रिसर्च एन्ड डिस्ट्रोय भन्ने। त्यही अन्तर्गत अस्तिको दिनमा हामीले वडा नम्बर 4 मा गएर यस्तै किसिमको कार्यक्रम गऱ्यौँ, परोपकारी नै भएको थियौँ। अनि फेरि वार्ड नम्बर 2 मा पनि अलिकति केसहरू बढी देखिएको कारणले गर्दा आज हामी प्रत्येक लगभग जतातिर बढी केस देखिएको सूचना आएको थियो त्यहाँ घरदैलोमा गएर चाहिँ हेर्दाखेरि म्याक्सिमम घरमा चाहिँ लार्भाहरू देखिराखेका छन् होइन। त्यो लार्भालाई हामीले चाहिँ डिस्ट्रोय गऱ्यौँ। पछिल्लो समय पुनर्वास नगरपालिका वडा नम्बर 4 को कोटियोम क्षेत्र, वडा नम्बर 2 को अरनिको बस्ती क्षेत्रमा डेङ्गुका बिरामीहरू बढ्दै गएपछि सो अभियान गरिएको उहाँले जानकारी दिनुभयो। म यहीँबाट चाहिँ आम चाहिँ वडावासीलाई के भन्न चाहन्छु भने आफ्नो घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्टी, बाटाका डब्बाहरू अनि फ्रिजको पछाडि कलेक्सन हुने पानीका डब्बाहरूमा चाहिँ एकदम डेङ्गुका लार्भाहरू देखेका छन्। त्यसलाई चाहिँ अब हामी चाहिँ प्रत्येक घर घरमा जान सक्ने चाहिँ हामीसँग त्यस्तो धेरै मेन पावर पनि छैन र त्यो अलिकति असम्भव जस्तो देखिया भएर चाहिँ तपाईँले सहयोग गरिदिनु भन्न चाहन्छु। र लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान मार्फत डेङ्गु रोगको संक्रमणलाई न्यूनीकरण गर्न र समुदायलाई सचेत बनाउन पालिकासँगै स्थानीयको पनि साथ सहयोग आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले बताउनुभयो। उहाँले यस्ता खालका अभियानहरू पालिकाभरि नै गर्नुपर्नेमा जोड दिनुभयो। खास गरेर यो लार्भा नष्ट गर्ने कार्यक्रम हो हाम्रो है। अब लामखुट्टे जहिले पनि फुल पार्छ, कहाँ पार्छ भन्दा पानीमा पार्छ। अझ यो लामखुट्टे डेङ्गु लगाउने लामखुट्टेले चाहिँ फुल चाहिँ सफा पानीमा पार्छ। मान्छेले फालेका कन्टेनरहरू, डब्बाका ढाकनहरू, पोलिथिन पाइपका टोका टाक्रीहरूमा अब यहाँ त हामीले यत्रो यो किनको डब्बाहरू देख्यौँ। हेर्नुहोस्, डब्बाको सानो पनि यता खाल्डो पायो भने त्यहाँ पानी जमेको हुन्छ बर्खा मासमा। त्यो जमेको पानीमा मच्छर लामखुट्टेले गएर ठ्याक्क फुल पारिदिन्छ। त्यहीँबाट फेरि के हुन्छ त अर्को लामखुट्टेको वृद्धि विकास हुन्छ र त्यो लामखुट्टे वरपरका मान्छेको घरमा गएर चाहिँ दिनमा टोक्ने। फेरि त्यो लामखुट्टेले झुल लगाएर पनि काम छैन, झ्यालमा जाली हालेर पनि काम छैन, केही गरेर पनि काम छैन। हामी दैनिक खेतीपातीको काम गर्दै गर्दा, बारीमा काम गर्दा, झाडु पुछा लगाउँदा, त्यत्तिकै काम पुरा गफ गरेर बस्दा, छाहारीमा बस्दा त्यो लामखुट्टे आएर चाहिँ टोक्ने हो। डेङ्गु संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि प्रभावित वडाहरूमा डेङ्गु नियन्त्रण तथा जनचेतना सम्बन्धी सशक्त कार्यक्रम सञ्चालन गर्न नगर प्रमुख तोय प्रसाद शर्मा र उपप्रमुख भुलिया कुमारी राणाको निर्देशन अनुसार मङ्गलबार पुनर्वास 2 को अरनिको बस्ती क्षेत्रमा लार्भा खोज तथा नष्ट गर्ने कार्यक्रम सम्पन्न गरिएको छ। यस्तै सोमबार पुनर्वास 4 को कोटियोम क्षेत्रमा पनि लार्भा खोज तथा नष्ट गर्ने कार्यक्रम गरिएको थियो। कार्यक्रमको नेतृत्व जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले गर्नुभएको थियो भने संयोजन स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले गर्नुभएको थियो। कार्यक्रममा नगर स्वास्थ्य शाखाका प्रतिनिधि, वडा स्वास्थ्य संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाहरू, अरनिको र सरस्वती युवा क्लबका प्रतिनिधि लगायत स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो।